गत जुन महिना कलङ्की मन्दिर अगाडि एउटा जुलुस आयोजना गरिएको थियो र उक्त जुलुसमा रमेश लेखक र केपी ओलीलाई जेल हाल्नुपर्छ र जेनजी सहित सम्पूर्ण युवालाई बाहिर निकाल्नुपर्छ भन्ने माग उठाइएको थियो र विभिन्न समूह भेला भएर नाराहरू लगाएका थिए र स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा भन्ने प्रहरीहरूले आवश्यकता सुरक्षा अपनाएका थिए र तर त्यही केही क्रममा सहभागी प्रहरी प्रति दुर्व्यवहार गरिएका थिए र जसमा चाहिँ एक महिला संलग्न हुनुहुन्थ्यो। शान्तिपूर्ण माग राख्ने अधिकार सबैको हो, तर संयम र मर्यादा कायम राख्नु पनि हामी सबैको दायित्व रहन्छ भन्ने कुरा हो। र हाम्रो यस कलङ्की स्थितमा रहेको काठमाडौँमा जुन चाहिँ नारा लगाएर जुलुसहरू जुन हाम्रो नराम्रो व्यवहार गरिएका थिए र त्यसमा चाहिँ प्रहरीहरूलाई चाहिँ जुन चुटपिट भएको थियो